तपाईं वा तपाईंको परिवारमा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राही हुनुहुन्छ? यदि हुनुहुन्छ भने आर्थिक वर्ष 2083/84 मा पनि सामाजिक सुरक्षा भत्ता निरन्तर प्राप्त गर्न यो जानकारी ध्यानपूर्वक सुन्नुहोस्। सामाजिक सुरक्षा भत्ता वितरण कार्यविधि 2082 अनुसार सबै लाभग्राहीले 2083 साल असोज मसान्तभित्र सामाजिक सुरक्षा भत्ता लाभग्राही परिचय पत्र नवीकरण गराउनु अनिवार्य छ। यसका लागि लाभग्राही स्वयं सम्बन्धित ओरा कार्यालयमा उपस्थित भई राष्ट्रिय परिचय पत्र नम्बरका आधारमा बायोमेट्रिक प्रमाणीकरण गराउनु पर्ने प्रावधान रहेको छ। ओरा कार्यालयमा आउँदा नागरिकताको प्रतिलिपि, सामाजिक सुरक्षा लाभग्राही परिचय पत्र, राष्ट्रिय परिचय पत्र नम्बर वा आवेदनको प्रमाण तथा पासपोर्ट साइजको फोटो साथमा ल्याउनुहोस्। लाभग्राहीको वर्ग अनुसार थप कागजात आवश्यक पर्न सक्ने भएकाले सम्बन्धित ओरा कार्यालयबाट जानकारी लिनुहोस्। यदि लाभग्राही बालबालिका, पूर्ण अशक्त वा 90 वर्षभन्दा माथिका ज्येष्ठ नागरिक हुनुहुन्छ र स्वयं उपस्थित हुन सक्नुहुन्न भने संरक्षक, मातवर वा स्याहार सुसार गर्ने व्यक्तिले आवश्यक निवेदन सहित प्रक्रिया पूरा गर्न सक्ने व्यवस्था रहेको छ। ध्यान दिनुहोस्, असोज मसान्तभित्र परिचय पत्र नवीकरण नगरिएमा लाभग्राहीको विवरण VERS PMIS प्रणालीबाट स्वतः लगत कट्टा हुनेछ। साथै स्वैच्छिक रूपमा सामाजिक सुरक्षा भत्ता नवीकरण नगराउन वा सामाजिक सुरक्षा भत्ता त्याग गर्न चाहने लाभग्राहीको निर्णयलाई समेत सम्मान गरिने व्यवस्था रहेको छ। थप जानकारीका लागि आफ्नो सम्बन्धित ओडा कार्यालयमा सम्पर्क गर्नुहोस्। समयमै नवीकरण गरौँ, सामाजिक सुरक्षा भत्ताको निरन्तरता सुनिश्चित गरौँ।